हेलो गुड मर्निङ मेरो सम्पूर्ण फेसबुकको साथीभाइहरूलाई र मेरोबाट एकदम नमस्ते र फेरि पनि स्वागत छ लेप्चा सुजी ब्लगमा है। आजको चाहिँ मेन भिडियो बनाउने कारण चाहिँ किन छ भन्दाखेरि फर्स्ट अल त हामी एउटा ड्राइभर मान्छे कता कता हिँडिरहनुपर्छ, त्यो हिँडेको साथमा अब धेरैजना मान्छेको सामान पनि हराउँछ नि त है। अन्त चाहिँ मैले चाहिँ हिजो एउटा सामान पाएको छु है। र सामान चाहिँ के छ भन्दा आजको चाहिँ वालेट है। एउटा हामी ड्राइभर मान्छे अब सबैभन्दा ठुलो एउटा मान्छेको डकुमेन्ट्स हुन्छ नि त है, डकुमेन्ट्स पनि रहेछ है। अनि त्यसमा अब के छ भन्दा चाहिँ म तपाईँलाई देखाउँछु है, हेर देखाउनुहोस् है। यसमा चाहिँ छ पैसा 5, 10, 15, 20, 25, 26, 27, 28 र 28 त्यसले गर्दा 28 2900 रुपियाँ पैसा छ है। र त्यसको साथमा चाहिँ जसको वालेट हराएको छ र उहाँको चाहिँ आधार कार्ड, भोट कार्ड, पेन कार्ड र एटिएम छ है। अन्त आज चाहिँ अब किन चाहिँ मैले भिडियो फेसबुकमा हालेको भन्दा अब अहिलेको जमानामा सोसियल मिडिया एक्टिभ पनि छ र त्यसैले गर्दाखेरि अब हामीले दिनु जरुरी पनि छ है। अन्त अब सबैभन्दा ठुलो चाहिँ पैसाभन्दा ठुलो यसमा चाहिँ अब डकुमेन्ट्स छ क्या। डकुमेन्ट्स हतपत बनिँदैन नि त। जसको हरायो उहाँलाई धेरै टेन्सन भइरहेको होला होइन, अब पाउँदिनँ भनिरहेको होला होइन। त्यस्तो हुँदैन, सबैजना त्यस्तो हुँदैन है। र मैले वालेट पाएको छु र मेरोमै छ। र यो फेसबुकमा अब तपाईँहरूले जति पनि हेर्नुहुन्छ है सेयर गरिदिनुहोस् है। सेयर गरेको अनुसारमा सायद उहाँलाई भेट्नु भने धेरै धेरै राम्रो हुन्छ है। र यसमा मेरो फेसबुकको माथि लिङ्कमा म नम्बर पनि छोडेको हुन्छु र जसको हुनुहुन्छ है मलाई एकखेप कन्ट्याक्ट गर्नुहोस्। म गाडी राख्छु कञ्चन हलको ठिक माथि अपोजिटमा म त्यहीँ राखेको हुन्छु है। तपाईँले त्यहाँ आएर पनि मलाई भेट्नु सक्नुहुन्छ। र त्यो जसको पनि हुन्छ है उहाँबाट मेरोबाट आएर लग्यो भने त्यसको पनि भिडियो बनाउने छु र उहाँलाई यो दिने पनि छु है। आशा राख्दछु तपाईँले यो भिडियो हेरेर सेयर पनि गरिदिनुहुन्छ होला। र यो ब्याग पनि हराउँदैन, कहाँ पनि जाँदैन, मसँग नै हुन्छ है। हवस् सर, बाई बाई।